रहेको छ। रूपन्देहीमा मुख्य जाहेरकर्ताका रूपमा रहेका नारायण पोखराई जसले जाहेर दिएको भन्दै उनलाई थुनामा पठाइएको थियो, उनले नै आफूले रवि लामिछाने विरुद्ध जाहेरी नै नदिएको बचत फिर्ताका लागि प्रहरीमा दिएको आफ्नो निवेदनलाई प्रहरीले रवि लामिछाने विरुद्ध दुरुपयोग गरेको भन्दै सार्वजनिक रूपमै बोलेका छन्। हामी रवि लामिछानेलाई जाहेरी दिएको होइन, हामी के को लागि दिएको भन्दा हाम्रो बचत फिर्ताको लागि दिएको। त्यसकारणले हाम्रो जो जाहेरी जो सरकारले मेरो नामबाट दिएको छ त्यो चाहिँ नि एकदमै गलत भएको छ र कुनै पनि कानुन या कुनै कठघरामा गएर उभिएर मैले यसको प्रतिवाद गर्नेछु। उनले मात्र होइन, बचतकर्ताका रूपमा जाहेरीकर्ता बनाइएका अन्य व्यक्तिले पनि आफूहरूले रवि लामिछाने विरुद्ध जाहेरी नै नदिएको बताइरहेका छन्। प्रहरीले जाहेरीकर्ता बनाएकी गीता आचार्यको यो पोस्ट हेर्नुहोस्। हुन त रवि लामिछाने जोडिएको सहकारीमा 1 रुपियाँ बचत नभएका, सदस्य नै नभएका र सरकारै नभएका युवराज पौडेललाई समेत प्रहरीले जाहेरीकर्ता बनाएको छ। जब भोलि बचत फिर्ताको अवस्था आउँछ, बचत नै नगरेकाले पनि बचत फिर्ता पाउने अवस्था आउँछ। त्यति मात्र होइन, बचतकर्ताले बचत गरेको रकमभन्दा प्रहरीले दोब्बर बचत रकम बनाएर रवि लामिछाने विरुद्ध अभियोग दर्ता गराएको पनि खुलेको छ। रूपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले जिल्ला अदालत रूपन्देहीमा पेश गरेको अभियोग पत्रमा सहकारी पीडित चञ्चला सेठियाको बचत रकम 22,46,638 रुपियाँ उल्लेख गरिएको छ। तर आफ्नो बचत रकम जम्मा 12 लाख भएको सेठियाले बताएकी छिन्। अभियोग पत्रको 13 नम्बर पेजमा उनको बचत रकम लेखिएको छ। उनको भनाइ अनुसार वास्तविक बचत भन्दा 10,46,000 बढी रकम उल्लेख गरेर रवि लामिछाने अभियोग पत्र बनाएको छ। यस विषयमा रूपन्देही प्रहरीले भने यसअघि नै अनुसन्धान सकिएर अदालतमा विचाराधीन मुद्दाका विषयमा आफूहरूले थप भन्न नसक्ने बताउँदै आएका छन्। मुख्य कुरा, सहकारी सम्बन्धी कसुर गर्नका लागि सहकारीको सञ्चालक सदस्य भएको हुनुपर्ने हो। तर रवि लामिछानेको हकमा मुद्दा चल्न यो केही पनि आवश्यकता नै परेको छैन। जीवी राईले सहकारीको पैसा लगेर लगानी गरेको कम्पनीमा प्रबन्ध निर्देशक तथा शेयर बापत सञ्चालक बनेकै कारण लामिछाने अहिले कारागारमा पुगेका छन्। उनलाई एउटा मुद्दा होइन, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा समेत जोडिएको छ। यसअघि सरकारले नियुक्त गर्ने महान्यायाधिवक्ताको नेतृत्वमा रहने सरकारी वकिलले सहकारीको रकम ठगीमा संलग्न भएको कारण सम्पत्ति शुद्धिकरणको मुद्दा समेत रवि लामिछानेलाई जोडिएको दावी गर्दै आएको थियो। यसलाई रासपा तथा रवि लामिछाने समर्थकहरूले प्रतिशोध भन्दै आएका छन्। उनीहरूले भनेको प्रतिशोध पुष्टि सरकारी पक्षले नै गरिरहेको छ, किनकि जीवी राईकी सहकारी काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा सञ्चालक रहेकी कांग्रेस सांसद माया राईलाई पक्राउ पूर्ति जारी भएको 7 महिनापछि जनस्तरको दबावपछि बल्ल तल्ल पक्राउ गर्यो। कांग्रेसकै नेतृत्वमा रहेको गृह मन्त्रालय मातहत रहेको प्रहरीले माया राईलाई खुलेआम घुम्न मात्र दिएन, प्रतिनिधि सभामा पुगेर विधा स्वीकृत गराई तलब भत्ताका लागि निवेदन दिने वातावरण नै बनाइदियो। व्यापक जनदबावपछि उनलाई प्रहरीले पक्राउ त गर्यो, तर उनी विरुद्ध जम्मा 16 दिनमै अनुसन्धान सकियो। न उनलाई सम्पत्ति शुद्धिकरणको मुद्दा जोडियो, न उनलाई सहकारीको मूल बिगोमा भाग लगाइयो। उनलाई उनको कार्यकालमा अपचलन भएको भनिएको 2,40,44,000 बिगो बनाइयो। जबकि सहकारीको साधारण सभामा उपस्थित भएको हस्ताक्षर गरेको सांसद राईले स्वीकार गरेकी थिए। भोजपुर स्थायी घर भएकी राई सहकारीको सञ्चालक नै हुन्। अदालतमा पेश भएको प्रतिवेदन अनुसार सहकारीमा उनी 2073 कार्तिक 6 गतेदेखि 2074 पुस 19 गतेसम्म कार्य समिति सदस्य भएकी थिइन्। त्यस्तै दोस्रो कार्यकालमा उनी 2074 पुस 19 गतेदेखि 2076 भदौ 21 गतेसम्म सहकारीको सहसचिव भएकी थिइन्। उनकै पालामा सहकारीको 2,40,44,790 रुपियाँ अपचलन भएको थियो। तर कारण उनी विरुद्ध सम्पत्ति शुद्धिकरणको कसुर नै सुरु भएन। र प्रश्न अर्को पनि छ, सहकारीमा कुनै संलग्नता नै नभएका रवि लामिछानेलाई सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउँदा सहकारीको सञ्चालक भएकी कांग्रेस सांसद माया राईलाई किन सम्पत्ति शुद्धिकरणको मुद्दा जोडिएन? जवाफ प्रश्नमै छ, किनकि उनी कांग्रेस सांसद हुन्। सम्पत्ति शुद्धिकरणको मुद्दा जोड्दा उनको सांसद पद निलम्बन हुन्छ र संसदमा कांग्रेसको 1 सिट घट्छ। कुरा सिम्पल छ। सत्तारूढ कांग्रेस र एमाले आफ्नो मान्छे जोगाएको माया राई मात्र होइनन्, दर्जन बढी नेता, मेयर र सांसदहरू उदाहरणका रूपमा छन्। कांग्रेस र एमालेका नेता कार्यकर्तालाई पद नै निलम्बन हुने कुनै पनि मुद्दा जोडिएको छैन। अझ रवि लामिछाने बाहेक कुनै पनि राजनीतिक व्यक्तिमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा नै जोडिएको छैन। कांग्रेस सांसद माया राई मात्र होइन, एमाले नेता तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जना कोइराला, एमाले नेता तथा ढुरपाटनका मेयर देवकुमार नेपाली जो सहकारी सञ्चालक थिए, उनीहरूलाई न संगठित अपराधको मुद्दा जोडियो, न सम्पत्ति शुद्धिकरणको मुद्दा नै चलाइयो।
नेता पोखरेलकी पत्नी अञ्जला कोइरालाको नेतृत्वमै मोरङको धनपालथान गाउँपालिका वडा नम्बर 4 स्थित उमागौरी कृषि सहकारीको 22 करोड ठगी भएको थियो। तर ठगीमा प्रत्यक्ष संलग्न उनलाई सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुरबाट उन्मुक्ति दिँदै मङ्सिर 27 मा ठगी कसुरमा मात्रै अदालतमा मुद्दा दायर भयो र केही घण्टामा नै उनलाई धरौटीमा छाडियो। एमालेकै गाउँपालिका नेता सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल विरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा चल्यो, तर सम्पत्ति शुद्धिकरणको मुद्दा चलेन। बराल 2074 पुस 19 गतेदेखि 2076 भदौ 21 गतेसम्म सहकारीको कर्जा उपसमिति सदस्य थिए। यस्तै 2076 भदौ 21 देखि 2079 कार्तिक 16 गतेसम्म फेरि कर्जा समितिमा सदस्य रहेका थिए। त्यस्तै 2073 कार्तिक 6 गतेदेखि 2074 पुस 19 गतेसम्म सहकारीको कार्य समिति सदस्य बने र कर्जा उपसमितिको सदस्य पनि रहे। उनकै तजविजमा सहकारीको 1 अर्ब 19 करोड 86 लाख 57,113 रुपियाँ अपचलन भएको अनुसन्धानमा खुलेको थियो। तर उनी पक्राउ गरेनन्। मुद्दा पेश भएपछि 5 लाख धरौटी बुझाएर फर्किए। एमालेकै नेता भएको कारण सम्पत्ति शुद्धिकरणको मुद्दाबाट जोगिएका अर्का व्यक्ति हुन् बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली। इमेज बचत तथा ऋण सहकारीको सञ्चालक भएर 1 अर्ब 30 करोड 76 लाख 98,668 रुपियाँ अपचलन गरेका आरोप लागेका उनी विरुद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुरमा मुद्दा नै दर्ता भएन। सहकारी ठगी र कसुरजन्य सम्पत्ति तथा साधन रोक्का नियन्त्रण जफत ऐन 2070 अन्तर्गतको मुद्दा मात्रै देवकुमार नेपालीमाथि लागेको छ। उनी अहिले कारागारमा छन् भने मुद्दा जिल्ला अदालत बागलुङमा विचाराधीन रहेको छ। एमाले भएकै कारण पाएको सुविधालाई उनले बचतकर्ताहरूसँग मिलापत्र गर्न प्रयोग गरिरहेका छन्। केही बचतकर्ताहरूलाई रकम फिर्ता पनि गरिरहेका छन्। यस्तै हाल फरार रहेकी राप्रपा सांसद गीता बस्नेत विरुद्ध पनि सम्पत्ति शुद्धिकरणको मुद्दा चलेको छैन। बरु फरार रहेको समयमा बिरामी विधा स्वीकृत गराएर उनले 16 लाख बढी राज्य कोषबाट तलब खाइसकेकी छिन्। पूर्वी नवलपरासी स्थित छिपछिपे सहकारीको 96 करोड र चितवनको सनराइज सहकारीको 90 करोड हिरामिना गरेर फरार रहेकी सांसद बस्नेतलाई पनि सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा चलाइएको छैन। सहकारी सञ्चालक नभए पनि ऋणीका रूपमा रकम निकालेर उनले हिनामिना गरेको आरोप छ। तर सहकारीको ऋणी हुन सदस्य अनिवार्य हुनुपर्नेमा उनी सदस्य पनि थिएनन्। सदस्य नै नभए पनि उनले बर्दिया स्थित कृष्णसार रिसोर्ट सञ्चालनका लागि ऋण लिएको बताएकी थिइन्। सत्ताको शक्ति दुरुपयोग गर्दै कांग्रेस एमाले आफ्ना नेता कार्यकर्तामाथि अनुसन्धान समेत हुन दिएका छैनन्। यसको उदाहरण हेर्न टाढा जान्नै पर्दैन। अहिले हरेक सञ्चार माध्यममा पुगेर रवि लामिछानेलाई सहकारी ठग करार गर्न व्यस्त नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई हेरेको छ। ललितपुरको महालक्ष्मी स्थान स्थित मितेरी सहकारीको 12 करोड 94 लाख अपचलनमा प्रत्यक्ष जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ अनुसन्धानमै तानिएनन्। रवि लामिछानेले सहकारीबाट रकम लिएको देखिएन भनेर कम्पनीमाथि अनुसन्धान गर्न सिफारिस गर्ने एमाले नेता सूर्य थापा नेतृत्वको सहकारी सम्बन्धी विशेष छानबिन समितिले नै कांग्रेस उपसभापति गुरुङ विरुद्ध थप अनुसन्धान गर्न सिफारिस गरेको थियो। तर त्यही प्रतिवेदन देखाएर रवि लामिछानेलाई छोड्दै नछोड्ने सरकारले धनराज गुरुङलाई छुँदै छोएन। सीआईबीले एक दिन कार्यालयमा बोलाएर सामान्य सोधपुछ बाहेक 1 इन्च पनि हल्लाउन सकेन, किनकि गृहमन्त्री नेपाली कांग्रेसकै छन्। धेरै बुझ्नै परेन। उनकी पत्नी ज्योति गुरुङले मितेरी सहकारीको करिब 13 करोड रुपियाँ विदेशमा पुर्याएर क्रिप्टोमा लगानी गरेको आशंका सहकारीका अध्यक्ष कुम्भराज गुरुङले त्यही बेला दावी गरेका थिए। अचम्म त के छ भने धनराज गुरुङ र उनकी पत्नीलाई मात्र होइन, सहकारीका सञ्चालक कोही पनि अहिलेसम्म पक्राउ परेका छैनन्। सीआईबी स्रोतका अनुसार सहकारीका 1 जना मात्रै सञ्चालकलाई पक्राउ गरियो भने पनि धनराज गुरुङलाई पक्राउ गर्नुपर्ने अवस्था आउने भएकाले कसैलाई पनि पक्राउ नगर्न सरकारबाटै निर्देशन भएको छ। बरु धनराज गुरुङ पत्नी ज्योति गुरुङले अहिले अमेरिकामा घर जग्गा जोड्न लागेको सूचना आए पनि स्वतन्त्र पुष्टि हुन सकेको छैन। यो प्रकरणमा धनराजलाई जोगाउन सुरुदेखि नै प्रहरी बागमती प्रदेश सरकारदेखि संघीय सरकार नै लागि परेको थियो। सीआईबीमा अनुसन्धानका लागि बागमती प्रदेश सरकारको सहकारी रजिस्ट्रारको कार्यालयले पत्र पठाउँदा धनराजको नाम गायब पारिएको थियो। एमाले पनि के कम, कांग्रेसका नेता कार्यकर्ता जोगाएको बदलामा आफ्ना पनि नेता कार्यकर्ता संरक्षण गर्न लाग्यो। 11,000 बचतकर्ताको 2 अर्ब अपचलन गरेको आरोप लागेका एमाले प्रदेश सांसद ज्ञानबहादुर तामाङ काठमाडौँ गङ्गबोको नमबुद्ध सहकारीको सञ्चालक हुन्। बागमती प्रदेश सभाका सांसद उनी विरुद्ध प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी परेको थियो। तर रजिस्ट्रारको कार्यालयले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्यो भने अनुसन्धानका लागि प्रहरीलाई सिफारिस नै गरेन। पीडितहरूको रकम फिर्ता अनिश्चित हुँदा अपचलन गर्ने तामाङ भने निश्चन्त भएर बागमती प्रदेश सभातिर ढल्किरहेका छन्। हुन त प्रधानमन्त्री केपी शर्मा मञ्चमै थियो, एक झापड लगाएर ठिक गरेर हिरासतमा पठाइदिए। एउटा चकचके स्याल पर्या रहेछ, एउटा
कपडा रङ्गाउन ठिक्क पारेको नीलो रङ राखिराखेको पाटामा स्याल परेर नीलो भएछ। त्यहाँबाट भागो, रङ टकटक्याउँदै भागो, तर भिजेको रङ भएको हुनाले उसको जिउबाट रङ गएन। अनि उसले धाग लाउँदै हिँड्यो, म यो जङ्गलको राजा हो। बाघले पनि त्यस्तो नीलो रङको कहिल्यै देखाएको थिएन। को हौ तिमी? उसले दम्बसासु, म यो वनको राजा। नीलो रङको कहिले देखाएको छ? मै हो। सुनेको थियो नीलो रङको हुन्छ यो वनको राजा भनेर? मैले त सुनेको छैन। त्यसो भए आज देख्यो भने प्रत्यक्ष दर्शन पायो, भयो जाऊ, म यो राजा भनेर धाग लाग्यो। गएर बाघ सिंहहरूको कतै हुलमा उनीहरूलाई लगे, उसले राजै हुँ भनेर धाग लगायो। एक दिन के भएछ भने अलिक पर उसकै जातका स्यालहरू कराएछन्। स्यालको एउटा विशेषता के हुँदो रहेछ भने एउटा स्याल कराएको सुनेपछि अर्को स्याल तुरुन्त ठाडो घाँटी लगाइहाल्नु पर्ने, कराइहाल्नु पर्ने। त्यो उसको विशेषता हुँदो रहेछ। अनि अन्त पर स्याल कराएको सुनेपछि उसले पनि ठाडो घाँटी लाएर हु गरिहाल्यो। बाघहरूले थाहा पाए, ए यो त स्याल पो रहेछ। अनि एक झप्पु दिए, अलिअलि खाजा खाए त्यसको। यहाँ पनि नील वर्ण श्रृङ्गालहरू बहुतै हाउभाउ गरिराखेका छन् अहिलेसम्म पनि। यिनको मखुण्डो उत्रिएको छ, तर जनताले त्यो रङ छुट्याउनु पर्यो, त्यो रङ हटाउनु पर्यो, रङ हटाएर बुझ्नु पर्यो। प्रधानमन्त्रीको यो अभिव्यक्ति सत्तारूढ कांग्रेस एमालेका नेता कार्यकर्तालाई गरिएको संरक्षणलाई संसदको चौथो ठूलो दल 6 महिनाको अवधिमा 2 पटकसम्म सबैभन्दा फराकिलो मतान्तरले जितेका रासोपा सभापति रवि लामिछाने रूपन्देही कारागारबाट हेरिरहेका छन् र पुरिरहेका छन् सर्वोच्चबाट न्याय पाउने आशामा।